त साले त दुनियाँको घोडा हुँदै घरमा ल्याउने त यहाँ सुन्न यहाँ सुन यो छोरो भित्तामा त माजामा अनि उतापट्टि गोरे साला चुप भान्जा तपाईको श्रीमती उमै हो नि हजुर तपाईको श्रीमान पहिलाको त उमै हो नि हैन अनि अब तपाईलाई अब पहिला अब हामीले देख्दाखेरि चाहिँ अब जियोस् अब राम्रै थियो जस्तो लाग्यो हैन अब के भयो कसरी मिलेन के कुरो मिलेन अब नानीहरु छोड्नुको कारण के भयो हैन अब त्यसमा अब घर व्यवहार के कस्तो हैन अब त्यसमा चाहिँ अब केमा चित्त बुझेन रहेछ हिँड्नु हो यो यस्तो थियो अब यहाँ नेरी त्यो पहिला भनेको ठिकै थियो अब पहिले भनेको नराम्रो त सबैलाई थाहा थिँदै थियो कतिसम्म दुःख दिएको थियो कतिसम्म टर्चर दिएको थियो भनेर त हैन कतिसम्म खान्थ्यो भनेर तर पछिबाट अलिक राम्रो भइसकेपछि नि म अब गरी खाएको मान्छे बसिराखेको मान्छेलाई जसो यताबाट कुरा यहाँ तल्लो घरबाट कुरा लगाएपछि उताबाट कुरा लाएको जताबाट यताबाट कुरा लाएको लागि गरेपछि उताको कुरा सुनेर चाहिँ यता कुरा लाएर यता मैले भनेको नमानिकन बारम्बार त्यही टर्चर दिएपछि चाहिँ म हिँड्नु बाध्य भएको हो यताबाट यहाँबाट कुरा लाएको लागै गर्ने यहाँ तल उसको पहिलेको यहाँको घरबाट त्यहाँ हो त कुरा लगाएपछि चाहिँ उसले मलाई टर्चर दिएकै गर्ने फोनबाट यस्तो उस्तो भेट्नु गइस् यहाँ त्यहाँ म त आएको थिइनँ भेटेको पनि थिइनँ यहाँ गएर भित्रिस ओरिस गरिस गइस खाइसकेर त्यो दुई चार दिन बसेर बिताइसकेपछि के खोज्नु आएको मेरो घरमा भनेर भन्ने तर म त यहाँ आएको थिइनँ नि त हो त्यही भएर म हिँड्नु बाध्य भएको अनि त्यो कुरा यहाँ अब आएको थिएन भनेदेखि घरमा 6 दिनसम्म चाहिँ कहाँनेर गएको थियो बच्चा छोडेर देख्ने चाहिँ को थियो त देख्ने को थियो छन् मान्छे छन् देख्ने मान्छे ल्याउन त देख्ने मान्छे देख्ने मान्छे छन् ल्याउनु पर्छ नि त देख्ने मान्छे घर छोडेर चाहिँ कहाँ चाहिँ गयो त्यही त यहाँ देख्ने मान्छे ल्याउनु पर्छ नि त तैँले पनि भनेकी थिइस् कि तेरो सासू बिर्ता मठमा आएको थियो मलाई लिन आएको भेटेको हो त्यति बेला अनि मलाई रिस उठ्यो गाडीमा जाँदाखेरि भेट्नु बोलाएर मैले भेटेको भनेर मैले त कुरा मैले भनेको थिएँ यहाँ भित्रको सिन्दुर पोते हालेको बाख्रा काटेर खाएको कुखुरा काटेर देखो हालिस त देख्ने मान्छे ल्याऊ यहाँ तिमीलाई त बोल्न आउँछ कि हामीलाई पनि मलाई पनि आउँछ तँलाई मात्रै आउँदैन मलाई पनि आउँछ र फागुन 1 गते चाहिँ कहाँनेर थिइस् त फागुन 1 गते 2 गते 3 गते 4 गते 5 गते 6 गतेको दिन त घरमा पुगेको हैन अनि त्यहाँबाट मैले फोन गर्दाखेरि मेरो फोन सबै ब्लकमा हालिदिएको छ मैले फोन गर्दाखेरि कि विष्णुकोमा उयो भन्नुपर्छ कि कान्छीलाई भन्नु तँ पनि 2 मिनेट हो ज्यादा बोलेको त्यहाँ भन्दा बोल्दै नबोले